सो हेलो एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आजको भिडियो एकदम इन्ट्रेस्टिङ हुनेवाला चाहिँ छैन, त्यही पनि लाइक यो भिडियो चाहिँ एकदम विद्यार्थीहरूको लागि हुन्छ नि। इफ यु आर ट्राभलिङ टु अस्ट्रेलिया फर स्टडी पर्पज, अनि यो विद्यार्थीहरूको लागि यो भिडियो एकदमै इम्पोर्टेन्ट हुन जान्छ होइन। अनि लाइक हुन्छ नि, विद्यार्थीले के गर्ने कस्तो गर्ने, यहाँ आएर के हुन्छ, स्टुडेन्ट लाइफ कस्तो हुन्छ, काम कसरी खोज्ने, पैसा कति कमाइन्छ, त्योदेखि लिएर म सब कुराहरू टपिकहरू म कभर गर्नेछु र म अस्ट्रेलियाको एउटा रियालिटी साइडहरू सबै कुरा भन्नेछु होइन। मैले भिडियोहरू हेरेँ, मैले भनौँ न म जस्तो विद्यार्थीहरूले बनाउनु भएको भिडियोहरू पनि मैले हेरेँ युट्युबमा चाहिँ। मैले लाइक हुन्छ नि त्यति इन्ट्रेस्टिङ नै देखिनँ, त्यति रियालिटी नै देखिनँ भन्ने नै हो भने होइन, एक दुईजनाको चाहिँ हल्का छ। सो त्यही नै हो। अनि आजको भिडियो चाहिँ अब के को बारेमा बनाऊँ भनेर सोचिरहेको थिएँ। सायद तपाईँहरूले मलाई धेरैले पनि चिन्नुहुन्छ होला फ्रम माई टिकटक च्यानल अथवा युट्युब च्यानल। पहिलाको युट्युब च्यानलबाट म चाहिँ पहिलाको युट्युब च्यानल चाहिँ छैन है, फर टेक्निकल प्रब्लम मैले त्यो च्यानल चलाउन मिलेन, त्यही भएर मैले फेरि नयाँ च्यानल खोलेको हो। र यो च्यानलमा चाहिँ भ्युज आउँछ कि आउँदैन मलाई आई डोन्ट नो एनिथिङ है, तै पनि आई होप भ्युज आओस्, सबैजनाले यो भिडियो हेर्नु होला ताकि सबैजनालाई हेल्प होस् होइन। अनि यो भिडियोमा चाहिँ आज के को बारेमा कभर गर्दैछु भन्दाखेरि आज हाउ टु गेट अ जब इन अस्ट्रेलिया। किन भन्दाखेरि यो प्रब्लम नभनौँ होइन, यो कुरा चाहिँ मलाई धेरैजनाले सोध्नु भएको थियो कि पहिल्यैबाट सोध्नुहुन्छ है, नयाँ नयाँ विद्यार्थीहरू हुनुहुन्छ भने होइन, उहाँहरूले सोध्नुहुन्छ। अनि म चाहिँ यस्तै भिडियो गरेर होइन, जस्तै अब कसरी कोठा खोज्ने नेपालबाटै, अथवा कसरी के गर्ने भनेर त्यो भिडियोहरू नि म सबै टपिकहरू कभर गर्नेछु। एभ्री टपिक हुन्छ नि। अनि यहाँ आएर विद्यार्थीको प्रब्लम के यताउता सबै कुरा। अनि मेरो आँखा देख्न सक्नुहुन्छ गाइज, म भर्खरै उठेको खाटबाट है, उठेर लस्सी बनाएर खाएर अनि भिडियो स्टार्ट गरेको। अब नयाँ च्यानलमै अब स्टार्ट गर्छु सबै भनेर, भ्युज आए पनि नआए पनि है। सो त्यही नै हो। अनि हाउ टु गेट अ जब इन अस्ट्रेलिया, लेट्स मुभ इन्टु द्याट टपिक होइन। किन भन्दाखेरि मैले पनि एकदम गाह्रो भएको थियो मलाई पनि जब पाउनको लागि। सुरुमा चाहिँ कस्तो भन्दाखेरि आफूले चिनेको मान्छे यहाँ कोही पनि थिएन, केही पनि थिएन। एउटा भाइ चाहिँ थियो, भाइको नि बिचरा आफ्नो काम यताउता भइरहेको थियो, त्यहाँबाट नि अब काम पाउन सकिएन धेरै। अनि मैले चाहिँ के गरेको, मैले के टेक्निक युज गरेको भन्दा सिरियसली होइन, अब कामै नपाए त पैसा पनि सकिने, अब केही पनि नहुने, अब त्यस्तो गर्दा भएन है। अनि ट्रेनमा चढ्न अलिअलि आउँथ्यो क्या मलाई, भनौँ न यो एक ठाउँबाट अर्को ठाउँमा जानको लागि ट्रेनमा चाहिँ आउँथ्यो। र मैले चाहिँ म ओभनमा बस्थेँ त्यति बेला। अनि ओभनबाट मैले ओपेरा हाउससम्म म आफै जान्थेँ होइन। जाने बेलामा चाहिँ ट्रेनमा चाहिँ मान्छेहरू देख्थेँ कि लाइक नेपाली दाईहरू दिदीहरू देख्थेँ होइन। अनि म जान्थेँ होइन। अनि म गएर चाहिँ अनि दाइ हजुर नेपाली हो, मैले राम्रोसँग त बोल्थेँ होइन। यु हेभ टु बी सो काइन्ड हुन्छ नि, एकदम तपाईँहरू देख्दै दया लाउने हुनु पऱ्यो क्या होइन। सो त्यही भएर त अनि अरूले जवाब दिन्छ नि त तपाईँलाई पनि। अनि दाइ हजुर नेपाली हो भनेर भन्थेँ, अनि हजुर भनेर भन्थेँ। अनि दाइ हेर्नु न मेरो अस्ट्रेलिया अब यत्रो, फेरि तपाईँले नभन्नु कि तपाईँ अस्ट्रेलिया भर्खरै आउनुभयो भनेर होइन। जस्ट से द्याट म अस्ट्रेलिया आएको 1-2 महिना हुन लागिसक्यो, मैले अहिलेसम्म जब पाएको छैन भनेर मैले पनि त्यही टेक्निक युज गरेँ हो क्या। मैले जब नपाएको 1-2 हप्ता पाएन। अनि त्यो टेक्निक युज गरेँ मैले। एक दिन सडनली मेरो दिमागमा आयो, अनि मैले त्यसरी नै दाइ तपाईँ नेपाली हो भनेर भने। अनि हेर्नु मेरो यहाँ कोही पनि छैन, मलाई काम पनि भएन, नेपालबाट त्यहाँको पैसा पनि अलमोस्ट सकिन लागिसक्यो, यताउता भनेर भने होइन। अनि त्यसपछि त्यो टेक्निक युज गरेको लाइक मैले 3 दिनसम्म ननस्टप गरेँ क्या भनौँ न। बिहान उठ्थेँ, जान्थेँ, ट्रेनको भाडामा चाहिँ अब पैसा गइरहेको थियो होइन, $4-5 आउन जान। अनि तर त्यहाँबाट चाहिँ मैले काम पाएँ मैले है फाइनली। र तपाईँलाई म के भन्न चाहन्छु भन्दाखेरि, इफ यु आर कमिङ टु अस्ट्रेलिया, तपाईँको कामै छैन भने तपाईँले बाटोमा ट्रेनमा जहाँ देख्नुहुन्छ होइन, नेपाली देख्नुभयो भने हल्का बोल्न खोज्नु होइन, इन्टरेक्ट गर्न खोज्नु। अस्ट्रेलियामा फोर्स नलागिकन आफ्नो मान्छेले रिफर नगरिकन काहीँ पनि यहाँ आइज काम गर भनेर त्यस्तोरी काम पाइँदैन हेर्नु होइन। सो त्यही भएर तपाईँहरू पनि इन्टरेक्टिभ हुनुपर्छ, तपाईँहरू नै कन्फिडेन्ट हुनुपर्छ, अरू मान्छेसँग बोल्नुपर्छ। यदि अरू मान्छेसँग बोल्न लजाउनुहुन्छ भने यताउता छ भने पनि तपाईँले आफ्नो मान्छेहरू जसलाई पनि फोन गरेर भन्नु कि मेरो काम छैन भनेर। अनि बाँकी रह्यो अर्को काम, अथेन्टिक तरिकाले खोज्ने काम भनेको, भनौँ न एउटा राम्रोसँग खोज्ने भनेको चाहिँ
अब indeed.com भन्ने एउटा एप्लिकेसन हुन्छ, seek.com भन्ने एउटा एप्लिकेसन हुन्छ होइन। अनि काम कोठा भन्ने भयो, त्यो एप्लिकेसनहरूबाट चाहिँ तपाईँले काम पनि पाउन सक्नुहुन्छ। बट तपाईँले रेज्युमे सब्मिट गरेर चाहिँ त्यहाँबाट तपाईँलाई कामको लागि आइज काम गर भनेर चाहिँ भन्दैन है। किन भन्दा इफ उनीहरूलाई मान्छे नै चाहिएको छ भने पनि तँसित कति एक्सपिरियन्स छ, अस्ट्रेलियाको कति भयो के भयो भन्छ होइन। सो त्यही नै भन्छ क्या, त्यही भएर त्यहाँबाट पनि खासै काम छैन। अनि अरू मान्छेहरूलाई पनि भन्नु पऱ्यो, आफन्तहरूलाई पनि अब काम लगाइदिनु यताउता भनेर भन्नु पऱ्यो। अनि काम खोज्ने बेला चाहिँ कस्तो काम खोज्ने भन्ने पनि आउँछ होइन। अब भनौँ न सुरुमा चाहिँ अब म चाहिँ के भन्छु भन्दाखेरि तपाईँले नेपालमा चाहिँ हल्का अरू त पर्दैन, मतलब भनौँ न वेटर वेट्रेस भएर चाहिँ त्यो चाहिँ भनौँ न वेटर भएर चाहिँ तपाईँले एक्सपिरियन्स लिनु होला। त्यो पैसाको लागि भन्दा नि हुन्छ नि, आफ्नो एक्सपिरियन्सको लागि एकदमै हेल्प गर्छ क्या त्यसले। अनि तपाईँ टक्क लाएर बस्ने अनि काम खोज्ने, काम गर्ने होइन। त्यसरी गर्दा गर्दा काम पाइन्छ। सुरुमा काम गर्दा दुःखै हुन्छ हेर्नु, अनि गर्दा गर्दा काम पाइन्छ होइन। सो अनि काम चाहिँ अब के चाहिँ कुन चाहिँ काम राम्रो हुन्छ, भर्खरै म अस्ट्रेलिया आएको छु, म के चाहिँ काम गरौँ भन्ने हुन्छ नि त। अनि नेपालबाट चाहिँ के हुन्छ भन्दाखेरि भाडा हान्यो भन्ने हुन्छ, एकदम भाडा मान्ने हान्ने हुन्छ होइन। जति के एउटा उसै छ नि, स्वाइँ कम्पनी जति माझे उति चम्कनी भन्छ नि, हो त्यस्तो खालको त्यो सोच लिएर चाहिँ नआउनु होला। भाडा मान्न चाहिँ लास्टै गाह्रो हुन्छ, तर क्लिनिङ गर्न चाहिँ लाइक कम्पेरिटिभली एकदम सजिलो पनि हुन्छ, एकदम आफूलाई त्यो बडी एक्सर्साइज पनि हुन्छ। भाडा मान्दा एकदमै दुःख हुन्छ होइन। मैले पनि माझेको छु आइसिसीमा भाडा। सुरुमा क्लिनिङ गरेँ, क्लिनिङ एकदम ठिक थियो, तर बारको क्लिनिङ पनि फेरि बार सफा गर्नु पर्थ्यो कि एकदम झ्याउ थियो होइन। अनि क्लिनिङ राम्रै थियो। अनि त्यसपछि म भाडा मान्न गएँ, भाडा मान्नै सकिनँ। अस्ट्रेलियामा जे होस् भाडा मान्न चाहिँ एकदमै गाह्रो हुन्छ। अनि अर्को मेन कुरा भनेको चाहिँ अब तपाईँले क्लिनिङ खोज्ने, अनि क्लिनिङ खोज्दा मान्छेहरूसित बोल्दा गएको यताउता भएपछि अनि यता अब सुपर मार्केटहरू हुन्छ, जस्तै भाटबेटिनी सेलवेज छन् नेपालमा, हो त्यस्तै खालको हुन्छ क्या। यहाँ उलिज हुन्छ, कोल्स हुन्छ, ठुल्ठुलो सुपर मार्केटहरू हुन्छ। तपाईँले त्यहाँ चाहिँ कामको लागि अप्लाई गर्ने, त्यहाँ अप्लाई गर्नको लागि मान्छे चाहिन्छ। त्यति बेलासम्म तपाईँले एउटा दुइटा मान्छे चिनिसकेको हुन्छ होइन। सो रेज्युमे नि त्यही अनुसारले बनाउने। अनि तपाईँले केही काम खोज्न भने डाइरेक्ट म्यानेजरसँग जाने, आई वान्ट टु टक टु म्यानेजर भन्ने, दोकानमा गएर अथवा मार्केटमा गएर अनि उसलाई चाहिँ तपाईँले म कामको लागि आएको यताउता भनेर चाहिँ भन्न सक्नुहुन्छ होइन। अनि अर्को सबसे इजिएस्ट वे टु गेट अ जब इन अस्ट्रेलिया फर स्टुडेन्ट जो चाहिँ सुरुमा आउनुहुन्छ उहाँहरूले चाहिँ म्याकडोनल्डको एक्सपिरियन्स गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। म्याकडोनल्डमा काम गर्ने अथवा पिज्जा हटमा अथवा भनौँ न डोमिनोजमा काम गर्नको लागि चाहिँ तपाईँहरूसँग एक्सपिरियन्स हुनैपर्छ, गर्नैपर्छ एक न एकचोटि जस्तो चाहिँ लाग्छ तपाईँहरू अस्ट्रेलिया आउनुहुन्छ भने होइन। किनकि त्यहाँबाट धेरै कुराहरू सिकिन्छ क्या। अनि सबसे इजिएस्ट वे टु गेट अ जब इन म्याकडोनल्डको चाहिँ के हुन्छ वे भन्दाखेरि तपाईँले चाहिँ के गर्नु पऱ्यो भन्दाखेरि पहिला आफ्नो एउटा सिभी बनाउनु पऱ्यो, एकदम राम्रो सिभी। अनि अर्को कुरा भनेको अप्लाई गर्ने होइन, वेबसाइटमा गएर अप्लाई गर्ने। अनि मेन भनेको तपाईँ उसमै जाने क्या, भनौँ न स्टोरमै जाने क्या। तपाईँले कुन स्टोरमा अप्लाई गर्नुभएको छ त्यो स्टोरमा जाने। अनि त्यहाँ म्यानेजर हुन्छ, अनि त्यो म्यानेजरलाई नि अथवा त्यहाँ क्रुहरू हुन्छ होइन, काम गर्नेहरू हुन्छ, उनीहरूलाई चाहिँ आई वान्ट टु टक टु यो म्यानेजर भनेर भन्ने। अनि तिनीहरूले म्यानेजर बोलाइन्छ। अनि तपाईँले भन्ने होइन आई हेभ अप्लाइड फर जब, आई निड जब यताउता भन्नु होइन। यदि इफ पोसिबल तपाईँको इफ लक्की हुनुहुन्छ भने म्यानेजर नेपाली नै पर्छ, नेपाली नै भयो भने दाइ मलाई यस्तो एकदमै काम चाहियो भनेर यताउता भन्ने होइन। त्यहाँ गर्दा उनीहरूले हायर गरिदिन्छ। त्यो चाहिँ एकदम इजिएस्ट वे टु गेट अ जब इन म्याकडोनल्ड होइन। अनि अर्को कुरा भनेको चाहिँ अब काम रिलेटेड कुरा चाहिँ अब त्यही हो, अरू त केही छैन। ओभरनाइट हुन्छ, 18 भन्दा मुनि भएकोहरूले चाहिँ राति काम गर्न मिल्दैन। अनि क्यासमा काम गर्न पनि मिल्छ, तर त्यो क्यासको पैसा चाहिँ तपाईँको ब्याङ्कमै आउँछ भने तपाईँहरूले पछि अस्ट्रेलियामा चाहिँ एकदमै झ्याउ हुन्छ, एकदमै दुःख हुन्छ। पछि अहिले तत्कालीन केही हुन्न, पछि तपाईँको कागजहरू मिलाउनु पर्ने यताउता गर्ने बेलामा चाहिँ तपाईँलाई एकदमै झ्याउ हुन्छ। त्यही भएर क्यासमा काम गरे पनि ब्याङ्कमा तपाईँको पैसा नआओस्, मेन कुरा त्यो विचार गर्नु होला। अनि काम रिलेटेड अरू त के क्वेसन हुन्छ भने मलाई क्वेसन सोध्नु, आम गोना एन्सर यु इच एन्ड एभ्रिथिङ। मलाई तपाईँहरूले पर्सनली कन्ट्याक्ट पनि गर्नुहुन्छ, तर कतिको रिप्लाई दिन पाउँछु, कतिको पाउँदैन, त्यसको लागि आइम रियली सरी होइन। तपाईँले अब मैले युट्युबको कमेन्टहरू हेरिरहेको हुन्छ, तर कन्ट्याक्ट नै गर्न छ भने मलाई मेल गर्नु होला। फेसबुकमा 1000वटा
त्यो फेक आइडीबाट चाहिँ मलाई म्यासेजहरू आइरहेको हुन्छ होइन। मैले खासै त्यति एक्टिभ पनि हुँदिनँ। सो त्यही नै होस् त, नमस्ते, सी यू इन नेक्स्ट भिडियो। तपाईँहरू केही क्वेसन छ भने क्वेसन सोध्नु होला। र म करेन्टली म कन्सल्टेन्सीसँग नै काम गरेर आइराख्दैछु होइन। सो त्यही भएर तपाईँहरूलाई केही भिजा रिलेटेड केही क्वेसन छ भने अथवा एनिथिङ होइन अस्ट्रेलियाको बारेमा स्टुडेन्ट लाइफ रिलेटेड केही छ भने यु क्यान आस्क मी, यु क्यान बी फ्री। अनि यो भिडियोमा चाहिँ यस्तो इन्फर्मेसनवाला भिडियो मात्र होइन कि यो भिडियोमा चाहिँ अब यो च्यानलमा चाहिँ भ्लगहरू पनि आउँछ। हामी यताउता घुमेको, यताउता स्टुडेन्ट लाइफ हल्का फुल्का होइन सब कुरा हुन्छ। अनि म एक दिन मेरो घर कस्तो भनेर म घर टुर गराउने छु। स्टे ट्युन विथ द्याट है। सो त्यही नै होस् त, बाई, सी यू इन नेक्स्ट भिडियो सुन।